हेलो गाइज, गुड मर्निङ एभ्रिवान। आज चाहिँ बिहान बिहान म यहाँ केटाहरूलाई फिल्डतिर लिएर आएको छु बाइक सिकाउनुको लागि। केटाहरूलाई त्यही हो, बाइक कुदाइरहेछ। के हो, स्टार्ट बन्द भयो? उता उता छेउ लैजाउँ छेउमा। त्यही हो, केटाहरूलाई आज चाहिँ बिहान बिहानै उठेर चाहिँ यसो बाइक सिकाउँदैछु म है, बाइक चलाउनुको लागि। केटाहरू अलिक पर्फेक्ट भएको छैन, फिल्डै छैन हौ यहाँ राम्रोसँग यस्तो सिक्नुको लागि। क्लच छोडेर कुदा न, क्लच समाएर होइन क्या, छोड्नुपर्छ त्यो। क्लच छोडेर कुदा न त, क्लच। ल अगाडि हेर्नुपर्छ, रोडमा हेर्न, रोडमा। कहाँ भाइजर टाउकोमा हेरेर हिँड्छ नि। ल एउटा पर्फेक्ट भइसक्यो। लगाऊ यसलाई कुदाउन आउँदो रहेछ, यसलाई आउँदैन अलि, यो अलिक गडबड गर्छ। सो त्यही हो। ल केटाहरूको ट्रेनिङ राम्रोसँग भइरहेको छ है आज चाहिँ, मस्त चिल पारामा। सो त्यही हो, केटाले अहिले चाहिँ हल्का रन गर्नु थालिसकेको छ है। यतिको भयो, अब सक्यो क्या, अब आउँछ। नताली दिने हो क्या सर, अब हटफट गरिरहेछ। सो बिस्तारो पतारिराख्ने हो क्या। बिस्तारो बसाउने, फेरि बिस्तारो बढाउने बराबर। बाटो यस्तो हिलो छ यहाँनिर। फेरि यो फिल्ड पनि राम्रो छैन सिक्ने। रोडमा सिक्नुपर्छ, छिट्टो आउँछ। रोड बिना रोडमा त फिल्डमा त घुमायो यस्तै। कस्तो फिल भइरहेछ? एकदम गुड। आउलो जस्तो भइरहेछ। ल आइज तेरो पालो। ल यसले अलि उठाउनै सक्दैन, यो अलिक कडा छ। ल सिधा उठाउने। यो चाबी अन गर्ने। फर्स्ट अफ अल चाबी अन गर्ने। यो यस्तो अलिक गडबड छ। हेट फर्स्ट अफ अल चाबी अन गर्यो हो, मिटर पाउनु भएपछि यो स्विच अफ गर्ने। अनि टक्क सेल्फ क्लच लिने, सेल्फ गियर डाउन। ल डाउन, सेल्फ हानिराख्ने। ल ट्याक्क गियर बिस्तारो छोड्ने, अगाडि रोडमा हेर्ने। फेरि उता सिधा हान्लास् नि, सिधा जता यस्तो बिस्तारो घुमायो। ल गो ल यो पनि पर्फेक्ट छ। बाङ्गो भएर अगाडि रोडमा हेर बिस्तारै है। भनिदिरहेको छ अब कहाँ गरेर दिन्छ यसले। सो त्यही हो, आज चाहिँ दुई भाइलाई बिहान बिहान मैले बाइक चलाउन सिकाउँदैछु है। केटाहरूको ट्रेनिङ हुँदैछ यहाँनिर। कन्ट्रोल लो कहाँ त हिलोमा हालेको त देखिँदैछ नि। छोड, त्यहीँ चढ्न त किन ठेली बस्छ त। अब रोक्नु 5 ग्यारेन्ट छ। ल ओ त अगाडि रोडमा हेर्नुपर्छ क्या, कहाँ जाने हो चाहिँ स्टार्ट गर्न पनि आउँथेन। अब ल अहिले स्पिड पुरा खल्टा सल्टा जोगाउने भइसकेको छ। ल अहिले चाहिँ तिर्पल लोड कुदाउने भइसकेको छ है केटाले। ल अहिले चाहिँ हामी तिर्पल लोडमा छौँ है। कस्तो भइरहेछ? एकदम राम्रो आइरहेछ कुदाउनु। ल अब फेरि अर्को भाइको पालो आयो सिक्नलाई। दुईवटा पर्फेक्ट लगभग पर्फेक्ट भइसक्यो। कहाँ त्यो साइकल लिएर कहाँ? ल अब भने चाहिँ अर्को भाइको पालो हो है बाइक कुदाउने। फर्स्ट अफ अल के गर्ने भाइ? चाबी अफ छ हो, चाबी अन गर्ने है। चाबी अन गर्ने, त्यसपछि किल स्विच अन गर्ने, क्लच समाउने है। अनि यो ब्रेक भयो, सुन यो खुट्टाको ब्रेक भयो, यो ह्यान्ड ब्रेक भयो है। अनि यो सेल्फ। अब क्लच समाएर सेल्फ हान, होइन त्यसरी हान्दैन। ल भयो, नकामा पिति नकामा, नडर केही पनि हुँदैन। अनि बिस्तारै त्यो छोड्ने, बिस्तारै बढाउँदै जाने है। ल उहाँ अगाडि रोडमा हेर्नुपर्छ है। ल यसलाई एकै सर्टमा कुदायो है। ल यो केटाले केही गर्ला जस्तो छ। सो त्यही हो, अब केटाहरूलाई हल्का हात चाहिँ पर्फेक्ट भइसक्यो। पुरा कम्प्लिटली चाहिँ भएको छैन, बिस्तारै हुन्छ। ल माछाले किन लगाएर चिप्लोतिर फेरि उठा स्विच अन। यसरी लड्यो यहाँ त्यतिकै बाइक उठाउनु भत्तै जान्छ।
स्विच अफ गर्ने अनि ल करङ निस्केला नि पहिला पहिला चाहिँ उठाउ न पहिला त चढ्छ अब लडेको बाइकमाथि यस्तो हालत ल बाइक राइडरको यतिको हुन्छ कहिले कसो है केही छैन यतिको माइन्ड ऊ यो फुटनेस कट्यो तल झर अब चाबी अन अफ गर्नुपर्छ फेरि यसरी लडिसक्यो केही छैन मेरो बाइक जहाँ ठहरेर ढुट्टो बनाउने भयो केही हो के गर्न केटाहरूको लागि ल लड्नुपर्छ एक दुईचोटि अनि मात्र पर्फेक्ट हुन्छ यो चाहिँ लडेको छैन अहिलेसम्म अनि लड्यो घाउ भयो यतिको भइसक्यो यो भनेको फर्स्ट अफ अल कास्टिङ हो यो न अनि यो मैले के भन्दै थिएँ तिमीलाई यो स्विच अन अफ छ नअताल क्लच समाज कसरी स्टार्ट हुन्छ बाइक अब लड्यो नि त पेट्रोल भयो पक्क सम क्लचसम्म यस्तो यो ढिलोमा छ नि ल्याउने होइन क्या बाइकमा पर्फेक्ट भएन त्यही कारण फर्स्ट अफ अल साइकल सिकाउँदैछु है सिधा सिधा लारो लारो जित्यो त्यही हो अहिले चाहिँ ठ्याक्कै 2 घन्टा भइसक्यो हामी यहाँ फिल्डमा आएको है अब चाहिँ हामी जानुपर्ने हुन्छ यहाँबाट अब लगभग अब सिकिसकेको छ केटाहरूले एकै दिनमा सबै कुरो सिक्ने भन्ने कुरा हुँदैन अझै हल्का यसो स्किल बसाएर हात बसाएर भोलिदेखि चलाउँदै जाँदा सिक्ने कुरा हो एकैचोटि सिकौँ आजै भन्ने कुरा हुँदैन है सो त्यही अब चाहिँ जानुपर्ने हुन्छ केटाहरूले अलिअलि चलाउनु भइसकेको छ है त्यसले पनि अघि लडिरहेको थियो अहिले त नलडी नै कुदाइरहेको छ अर्को साइकल लरङ गर्दैछ त्यसले पनि सिक्छ अब है साइकल मजाले कुदाउनु भइसकेको छ सो त्यही हो केटाहरूलाई अब चाहिँ हुँदै डबल लोड कुदाउँछु म भनेर चाहिँ डबल लोड हाल्नु थालिसकेको छ केटाहरूले सो त्यही हो अहिले चाहिँ लगभग पहिल्यै दिनमा केटाहरूले यतिको गर्नु भनेको चाहिँ एक्चुअली धेरै नै राम्रो कुरा है ल अहिले डबल लोड सर फाइनली आज केटाहरूको ट्रेनिङ चाहिँ आज यहीँ खतम भयो है अब चाहिँ म थोरै रिभ्यू लिन चाहन्छु केटाहरूको के कस्तो भयो ल तिमीबाट सुरु गर ल के भन्नु आज चाहिँ होइन बाइक फर्स्ट टाइम सिकेको होइन अब सञ्जाल दाइले चाहिँ मजाले सिकाइदिनु भयो होइन कस्तो लाग्यो जस्तो पहिलोचोटि बाइक चलाउँदा कस्तो फिल भयो सुरुमा त्यही अप्ठ्यारो लाग्छ होइन अब त्यही अब अलिकति लडिहाल्छ होइन अलि राम्रो सिकियो भनौँ न अलिअलि राम्ररी सिकाइदिनु भयो त्यहीमा धन्यवाद ल तिमी भन कस्तो भयो आजको चाहिँ पहिलो बाइक सिकाइ अनुभव कस्तो भयो ठिकै भयो कस्तो हुँदो रहेछ मतलब डर लाग्ने त्यस्तो केही भयो पहिला के चलाएको थियो भन्दा पहिला चलाएको छैन आजै हो फर्स्ट टाइम कस्तो फिल भयो जस्तो अलि राम्रो जस्तो कस्तो मतलब डर लाग्ने मनमा होइन त्यस्तो केही भयो कि भएन अलि चलाउन आउला जस्तो भयो अब सिक्दै जाने हो बिस्तारै होइन ल अनि पहिलोचोटि बाइक चलाएको कस्तो फिल भयो साइकल पनि आजै हो ल साइकल सिक्यो बाइक पनि अलिअलि सिक्यो ल खुसी छ केटाहरू सबैजना ल नेक्स्ट चोटि हामी फेरि सिक्नेछौँ पुरा पर्फेक्ट हुने गरेर आजको लागि यति नै हस् त बाई बाई